यो चाहिँ सामान आउँदा आउँदै अनबक्सिङ भइसकेछ अनि यसमा चाहिँ म सेट छुट्याउँदैछु। यो डिनर सेट आएको छ एकजनाको लागि चाहिँ अब के आउँछ भनेर। अनि यो स्पुन भयो अनि यो ग्लास अरू के बस्छ यसमा यो सर्भिङ स्पुन आयो यहाँबाट सर्भ गर्नको लागि। अनि यो चाहिँ सर्भिङ प्लेट भयो पानी खानको लागि। यसरी हामीसँग यो जग आउँछ है। यो चाहिँ हजुरहरूले डिनर सेट पाउनुहुन्छ। अब खास गरी एकजनाको लागि के भयो पानीको लागि यो ग्लास, अब सानो अचारको लागि यो, अनि दालको लागि कचौरा छ। यो चाहिँ खाजाको लागि छुट्टै आउने हो। यो खाजाको प्लेट भयो। खाना खानको लागि यो सेट। हजुरहरूले पनि स्टिलको डिनर सेट लिन चाहनुहुन्छ भने चाहिँ अहिले हामीसँग आइसकेको छ। अनि धेरैजनाले चाहिँ स्टिलमै डिनर सेट आउँदैन पनि भनेर सोध्नु भएको थियो। स्टिल भयो भने चाहिँ अब नफुट्ने होइन, सजिलो पनि। अनि फेरि यो सर्भिङ बल रहेको छ जुन चाहिँ हजुरहरूले तताउन यसमै मिल्छ क्या। यो बाक्लो छ तताउन नै मिल्ने खालको। यो चाहिँ खाना पस्किनलाई छुट्टै दिएको छ। अनि यो तिनवटाको लागि चाहिँ यो तिनवटा चाहिँ सर्भिङ स्पुन टक्क सर्भ गर्न के, जस्तै अचारहरू अनि तरकारीहरू चाहिँ यसले सर्भ गर्न सजिलो हुन्छ। हजुरलाई पनि डिनर सेट चाहिएको छ भने स्टिलको मेलामाइनको त हामीसँग छँदैछ। योभन्दा अगाडि तपाईँहरूले लिइहाल्नु भएको छ। अब स्टिलको डिनर सेट लिन चाहनुहुन्छ भने चाहिँ यो टोटल्ली 55 पिसको डिनर सेट हो। अब हजुरलाई पनि स्टिलको डिनर सेट चाहिएको छ भने चाहिँ अर्डर गर्नु होला।